यो ऋषि धमलाकोमा गएर अन्तर्वार्ता दिने काम चाहिँ सकेसम्म सबैले बन्द गरेकै राम्रो हो। यिनलाई न प्रश्न गर्ने ढङ्ग छ, न त्यहाँ सहभागी भएका सहभागीले राम्रोसँग जवाफ दिन पाउँछन्। कसरी प्रश्न गर्नुपर्छ, कसरी जवाफ माग्नुपर्छ भन्ने यिनलाई जिरो छ नलेज, केही पनि थाहा छैन। न पत्रकारिताको आचार संहिता जान्दछन् यिनले। जहिले पनि दुईटा समूह बोलायो, बाजाबाज गरायो, झगडा गरायो, हात हालहाल गरायो। यी त्यही चाहन्छन्, झगडा गरून्, स्टुडियोमा हात हालहाल गरून् भन्ने चाहन्छन्। यिनीबाट अन्तर्वार्ता दिएर र यिनको अन्तर्वार्ता हेरेर सिकिने बुझिने भनेको केही पनि छैन, जिरो छ। यिनलाई आफूलाई के विषयमा प्रश्न गरिरहेको छु, को मान्छे सहभागी भइरहेछ, को मान्छेसँग कसरी प्रश्न गर्ने भन्ने यिनलाई जिरो हो नलेज, केही पनि थाहा छैन। यो ऋषि धमलाको अन्तर्वार्ता हेरेर न केही सिकिन्छ न केही बुझिन्छ, झगडा रोइला मात्रै हो त्यहाँ।